नयाँ अपडेटेड सिस्टमबाट ड्राइभिङ लाइसेन्सको फर्म कसरी भर्ने भनेर आज हामी देखाउन गइरहेको छौँ। सबैभन्दा सुरुमा त एउटा ब्राउजर खोल्ने, ब्राउजर खोलिसके पछाडि सर्च बारमा गएर EDL भनेर सर्च गर्ने अनि त्यस पछाडि त्यहाँ प्रदेशहरूको देखाउँछ, जस्तै बागमती, गण्डकी प्रदेशहरूको लिस्ट देखाएको छ। हामीले चाहिँ बागमती प्रदेशमा गएर क्लिक गऱ्यौँ। त्यस पछाडि हजुरहरूले यहाँ इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स भन्ने अप्सन देख्नुभयो, त्यसमा क्लिक गर्ने अनि त्यस पछाडि यो न्यू लाइसेन्समा चाहिँ फेरि क्लिक गर्ने। यसमा चाहिँ अब डिफ्रेन्ट अप्सनहरू देखाउँछ कसरी फर्म भर्ने भनेर हैन। हामीले चाहिँ यो न्यू रजिस्ट्रेसन युजिङ नेसनल आइडी कार्ड भन्ने अप्सनबाट गरेर देखाउनु गइरहेको छौँ। यही नै हजुरहरूले गर्नुभयो भने हजुरहरूलाई पनि इजी नै हुन्छ। अब यस पछाडि चाहिँ हजुरको यहाँ डिटेल्सहरू मागेको छ, जस्तै कि नेसनल आइडी कार्ड, मोबाइल नम्बर, इमेल एड्रेस। हजुरले चाहिँ यति डिटेल्स हालिसकेर नेक्स्टमा जानु होला। अब चाहिँ हजुरले हाल्नुभएको मोबाइल नम्बर र इमेल एड्रेसमा चाहिँ ओटिपी जान्छ, त्यो ओटिपी हालेर भेरिफाई ओटिपी गर्नुहोस्। अब चाहिँ अघि हजुरले हाल्नुभएको राष्ट्रिय परिचय पत्र नम्बरबाट सबै डिटेल्सहरू हजुरको आउँछ र बाँकी भएको डिटेल्सहरू हजुरले भर्नुपर्छ, जस्तै कि डेट अफ बर्थ अनि आफ्नो जेन्डर। त्यति गरिसक्नु भए पछाडि हजुरले आफ्नो नागरिकताको फोटो पनि तलपट्टि अपलोड गर्नु पर्यो र तलपट्टि फेरि आउँदाखेरि आफ्नो यो पर्मानेन्ट एड्रेसको डिटेल्सहरू के छ त्यो सबै हजुरले आफ्नो डकुमेन्ट अनुसार हाल्नु पर्यो र फेरि तलपट्टि टेम्परेरी एड्रेस भनेर आउँछ, यो चाहिँ हजुरको हालको एड्रेस के छ त्यो हाल्नु पर्यो। पर्मानेन्टमा जे छ त्यही नै छ भने फेरि त्यही नै सिलेक्ट गर्ने, सेम एज पर्मानेन्ट भनेर, अनि त्यस पछाडि सबमिट एप्लिकेसन गर्ने। र अब चाहिँ हजुरले के को लागि लाइसेन्स निकाल्नु खोज्नु भएको छ, क्याटेगोरीहरू आउँछ, हजुरले त्यहाँ गएर आफ्नो क्याटेगोरी चुज गर्नुहोस् अनि त्यस पछाडि सबमिट एप्लिकेसनमा क्लिक गर्नुहोस्। अनि अब यसरी एप्लिकेसन सबमिटेड सक्सेसफुली भनेर यसरी देखाउँछ र हजुरले आफ्नो यो फर्म चाहिँ डाउनलोड गर्नु होला। त्यहाँ चाहिँ हजुरको बाँकी डिटेल्सहरू पनि लेखेको हुन्छ। त्यति गरिसक्नु भए पछाडि प्रोसिड टु सेलेक्ट डक्टर फर मेडिकलमा क्लिक गर्नुहोस्। अब यस पछाडि डिस्ट्रिक्टमा आफ्नो डिस्ट्रिक्ट हाल्नुहोस् अनि त्यस पछाडि तलपट्टि डक्टरको लिस्टहरू आउँछ, त्यहाँमध्ये कुनै एउटा डक्टरलाई चाहिँ हजुरले कन्ट्याक्ट गर्नुहोस् र मेडिकल कम्प्लिट भइसके पछाडि अफिस एप्रुभल पनि अटोमेटिकली हुन्छ र त्यस पछाडि इक्जाम फीको लागि त्यहाँ क्युआर पनि देखाउँछ, त्यो पनि पेमेन्ट गर्नुहोस्। त्यस पछाडि रिटर्न इक्जाम, ट्रायल इक्जाम सबै कम्प्लिट गरिसक्नु पछाडि फेरि पनि लाइसेन्सको लागि अब दस्तुर तिर्नु पर्ने हुन्छ, त्यो पनि कम्प्लिट भइसके पछाडि लाइसेन्स चाहिँ यहाँबाट जेनेरेट गर्नुपर्ने हुन्छ र अब चाहिँ हजुरले आफ्नो ड्राइभिङ लाइसेन्स पाइसक्नु भयो है त। यस्तै भिडियोहरू हेर्नुको लागि हाम्रो च्यानललाई सब्सक्राइब, लाइक र सेयर गर्नु चाहिँ नबिर्सिनु होला। थ्याङ्क यू।